स्वागत छ तपाईँलाई फेरि पनि एक नयाँ ब्लगमा। र के छ कस्तो छ हजुरहरूलाई? म चाहिँ एकदम ठिकठाक छु। आयो हजुरहरू पनि स्वास्थ्य हुनुहुन्छ होला, मस्त हुनुहुन्छ होला, म जस्तै आफ्नो काममा व्यस्त हुनुहुन्छ होला। र व्यस्त हुनु पनि जरुरी छ जिन्दगीमा, किनभने मान्छे हमेसा व्यस्त हुनुपर्छ। म त मान्छु व्यस्त हुन सबभन्दा जरुरी हो। अहिले चाहिँ म प्यारिसमा छु। म ठ्याक्क पानी हेर्न आएको थिएँ होइन। अनि पानी पनि आजको मौसम यस्तो दामी छ कि अब तपाईँहरू हेर्न सक्नुहुन्छ। बादल लागेको छ अनि बादल सँगसँगै हिजो रातिभरि पानी परेको थियो। आज चाहिँ अहिले के छ भने अलिकति बन्द भएको छ। बिहान पनि एकदमै पानी पर्यो। बरु भन्नुहोस् तपाईँहरू बस्ने ठाउँमा चाहिँ कस्तो पानी पर्यो, कतिको पानी पर्यो, अनि गर्मी तातो चिसो कतिको छ। तपाईँहरू कमेन्ट गर्न नभुल्नु होला नि। फेरि कमेन्ट गर्नु पऱ्यो भाइलाई। अब चाहिँ अलिकति 700 अलि बवाल तरिकाले दिनु पऱ्यो क्या। राम्रो छैन भनेपछि कमेन्ट गरेर भन्नु पऱ्यो भाइ त्यो भिडियो राम्रो छैन होइन। यदि छ भने चाहिँ भन्नु पऱ्यो क्या दाजु बनाएन यार। भिडियो बनाउँदा अनि मेहनत गर्न कत्रो समय लाग्छ। तपाईँहरू भन्नुहुन्छ मेहनत गरी भिडियो बनाउँदा त लाइक गरिदिने न सेयर गरिदिने न फलो गरिदिने, खालि भिडियो बनाए खै कसले हेर्दैन नि त हो हाम्रो भिडियो त। त्योभन्दा गए गुज्रेको छ कि भन्ने कुरा पो बुझेँ त। यतापट्टि चाहिँ पानी भरेको रहेनछ। अब उतातिर जाउँ खै पानी भर्यो कि भरेन। अब चाहिँ हेर्नुपर्छ के गर्ने। यस्तै छ। अनि तपाईँहरू बस्ने ठाउँ कस्तो छ भन्नु होला होइन। अब के गर्ने, जिन्दगी यस्तै हो परदेशी। अरे यार एउटा कुरा बुझ्न सकिनँ मैले। हामी नेपाली मात्र हो कि अरू पनि यो अचेनी गर्दा आउनु भन्ने कुरा बुझेँ कि। हुन त म बस्ने ठाउँ धेरै थरीका मान्छेहरू छन्। जस्तै बिहार, एमपी, बिहार, भोजपुर, उत्तराखण्ड कहाँ छन् होइन। धेरै मान्छेहरू छन् होइन। तर तिनीहरू पनि म जस्तै काम गर्छन्। यतापट्टि त भरिसकेको रहेछ त। यतापट्टि चाहिँ भर्यो, उतापट्टि चाहिँ खाली छ। अब हेरौँ उतापट्टि भर्नु पऱ्यो पहिला। त्यसपछि यहाँको भ्यू हेर्नुहोस्। आज चाहिँ बम्बईको नजारा यति दामी छ। तर म बस्ने ठाउँको है चिसो हावा आइरहेछ। अनि अलिअलि पानीको फिका परिरहेछ। रमाइलो छ आजको मौसम चाहिँ। किनभने हिजो अस्ति चाहिँ गर्मीले लास्ट बोल्यो यार। आज चाहिँ झमेरा भएर काल्छ। काम गर्नुपर्ने बिहान उठ्यो होइन। 3-3:30 बजी चाहिँ पक्कै उठ्छु म। किनभने बिहान काम गर्नुपर्छ। अनि दिनभरि चाहिँ 7-8 बजे 9 बजेसम्म चाहिँ मैले नन स्टप काम गऱ्यो। त्यसपछि फेरि एउटा अफिसमा जान्छु काम गर्न। त्यो अफिस काम गऱ्यो। अनि त्यसपछि 1 घन्टा लाग्छ। अनि त्यसपछि आयो 12 बजे हटसट भयो, ड्युटी गऱ्यो। यस्तै चलिरहेको छ जिन्दगी। नौकर गरिरहेको छु भन्छ नि। 9 काम गरेको र 9 गरिहिँड्यो भने यस्तै हो जिन्दगी। यस्तै छ। अब के गर्ने तपाईँहरू भन्नुहोस्। एकदमै भिडियो बनाऊ जस्तो मन लाग्छ। तर आवश्यक भनेको नौकरी नै हो। फ्यामिलीसँग छु। गाह्रो छ भने यार। कतिपय मान्छेहरू के भन्छ भने भाइ भिडियो त दामी बनाउँछौ, अझै मेहनत गऱ्यो भने राम्रो हुन्छ भन्छन् होइन। मेहनत गर्न मन लाग्छ कि। तर अझ टक्क बच्चाबच्चीलाई हेर्छु होइन यतापट्टि। अब यस्तै हो। जतिखेर टाइम मिल्यो अनि अब बाहिरतिर जान टाइम हुँदैन। अब जति हो यो जहाँ म बस्छु, जेमा काम गर्छु त्यो मात्रै देखाउने। तपाईँहरूलाई कति देखाउनु। अनि तपाईँहरू नि बोर हुनुहुन्छ होला। अब चाहिँ नन स्टप लाग्नुपर्छ सोच्छु। अझै फेरि काम गर्छु दिनभरि, बिहानभरि काम गर्ने थाकिहाल्छु। थाकेपछि अलिअलि ड्युटी गर्नै पऱ्यो। ड्युटी गरिसकेपछि बल्ल अनि सेटहरूले देखिनु पऱ्यो क्या सेटहरूलाई। नत्र के भन्छ भने कहाँ थिए कहाँ थिए मलाई अभी तक इधर नहीं था, किधर गया था, इधर रहना चाहिए, कोई चोर और घुस जाएगा तो बोलता है। अब क्या बताऊँ यार, ऐसे ही चल रहा है जिंदगी। सो यार अब फाइनली गाइज तपाईँलाई म के भनौँ, लाइफ त यस्तै छ। अब दुनियाँको नौकरी गरेर खानुपर्ने अवस्था छ। आफ्नो त पढाइ पनि नगरियो, मेहनत नगरे होइन गरियो। तर भने जस्तो मेहनत चाहिँ गरिएन। अब त्यो बेला यति जान्ने भइदिएको भए नि। स्कुल भनेको एउटा ठुलो मन्दिर बनाउँथे। स्कुललाई नै आफ्नो जीवनलाई नै परिवर्तन गर्ने गरी मेहनत गर्थे। तर अहिले आएर बुझ्यो पढ्नुको आवश्यकता के हो र पढाइ भनेको महत्त्व के हो भन्ने। अब आएर अब मर्ने बेला हरियो काँक्रो भन्ने चाहिँ भएको छ। अब चेलाचेली भए अब छोराछोरीको भविष्य बनाउने कि उतापट्टि आफ्नो भविष्य बनाउने भन्नेतिर सङ्घर्ष त गर्नै पर्यो। त्यसैले अब चाहिँ आफ्नो जीवन त अन्धकार जस्तो भएको छ। त्यही पनि बच्चाबच्चीको भविष्य चाहिँ अलिकति उज्जवल बनाऊँ भन्ने सोचमा छु।
हेरौँ तपाईँहरूको साथ सपोर्ट र मेरो मेहनत कतिको काबिल गर्छ। यो त अब समय आएपछि भन्ने नै छु। आजलाई यति नै, नेक्स्ट भ्लगमा अझै कुरा गरिन्छु तपाईँहरूसँग र सकेसम्म रमाइलो भिडियो बनाउने कोसिस गरिन्छु। तपाईँहरूले साथ सपोर्ट र सुझाव सल्लाह प्रतिक्रिया चाहिँ दिन चाहिँ नभुल्नु होला। म हरेक भिडियोमा हजुरहरूलाई भनिरहेको हुन्छु, हजुरहरूसँग सल्लाह लिइरहेको हुन्छु। कसै मान्छेले गर्छन् उहाँहरूलाई धेरै धेरै धन्यवाद र नगर्ने मान्छेहरूलाई पनि गरिदिनु होला भन्ने आशा छ। अब गरिदिनु पऱ्यो, नगरेर पनि हुन्न भाइलाई, किनभने धेरै मेहनत गर्ने चासो लागेको छौँ र अब चाहिँ केही समयपछि अझै एउटा नयाँ फोन लिने सुझावमा छु। अब हेरौँ तपाईँहरूको माया ममता कतिको आउँछ, किनभने यो फोनमा चाहिँ अलिकति धेरै समस्या दिइरहेको छ। मेरो यो फोन त कस्तो मान्छेलाई रहेछ भने जो मान्छेले अब नर्मली फोटोहरू खिच्छ होइन, अब कहिलेकाहीँ रिल्स सिल्स बनाउँछ भने त्यो मान्छेलाई चाहिँ यो फोन एकदमै दामी छ र म डेली भिडियो अपलोड गर्ने, डेली भिडियो बनाउने र राम्रो राम्रो चिजहरूलाई गर्ने कोसिस गर्ने मान्छेलाई चाहिँ अलिकति भ्याड लगाइरहेछ। तैपनि ठिकै छ यार, त्यो बेला चाहिँ मैले यसलाई 50,000 परिहाल्यो। अब उतिखेर 70-80 हजारवाला लिनुपर्ने, राम्रो फोन लिनुपर्ने। सुना त मसँग गोप्रो छ, त्यो गोप्रोको ब्याट्री खतम भएर अलिकति गाह्रै हुन्छ। गाडी कसरी भने सानो छ होइन, एउटा ब्याट्री छ, जहाँ गयो नि फटाफट त्यसको ब्याट्री सिद्धिन्छ, अनि त्यही भएर चाहिँ अलिकति मन मर्छ। त्यस्तै छ गाइस, चलेको छ जिन्दगी, तपाईँहरूको पनि चलोस् भन्ने चाहन्छु। र आजलाई यति नै, मिलाउन आफ्नो नेक्स्ट भिडियोमा। आजलाई बाई। आजको दिन त गइहाल्यो, अनि भोलिको दिन चाहिँ तपाईँहरूको शुभ रहोस्, मेरो भगवान्सँग यही दुआ छ। भाइ खुसी रहनु होला, सुखी रहनु होला र रमाइलो जिन्दगीमा बिताइरहनु होला मेरो भाइहरू नहुनु दाइहरू है त। भाइ जय